हेलो नमस्कार साथीहरु सबैजनालाई मेरो शक्तिचन्द भ्लगमा धेरै दिन भयो युट्युब दिनकै हाल्ने भन्छु भ्लग भिडियोहरु तर समय नै मिल्दैन। अब आज चाहिँ एउटा सानो भ्लग म घरबाट यहाँ काठमाडौँ गोलढुङ्गाबाट हाम्रो आशिष ओलीसँगको यात्रा गर्दै छु आज। र म आज साँझसम्मको सबै गतिविधिहरू हजुरहरूलाई देखाउने कोसिस गर्नेछु। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा र कामना गरेको छु। बर्खा लागेको छ, सबैजनाले आफ्नो ख्याल गर्नु होला भन्दै अब हामी घरबाट चाहिँ निस्क्यौँ, कहाँ जान्छौँ हैन, सबै कुरा देखाउँदै जानेछु। हेर्दै गर्नु। आशिष ओली सर हुनुहुन्छ। आज तेरो खटेर बाइकमा चढ्दिन नै, मेरै बाइकमा जानुपर्छ भनेर उहाँले आफ्नै बाइकमा लिँदै हुनुहुन्छ। अनि म चाहिँ आज पछाडि बस्ने छु। उहाँसँगको मेरो तेस्रो चौथो टाइम हो उहाँसँग म बाइकमा बसेको चाहिँ आजसँग है। हामी कता जान्छौँ, कहाँ जान्छौँ आशिष सर? हामी कहाँ लिएर जाँदै हुनुहुन्छ? तेलको मायाले पो हो तपाईँले मलाई घुम्न हिँड्नु भनेको। त्यहाँबाट यतै आउने बित्तिकै यस्तो गाउँको जस्तो भाइब्स आउन लागिसक्यो। हेर्नुहोस् त टक्क यहाँबाट अब हामी यतातिर लाग्छौँ। आशिष सर के गर्ने गरे यो बाटो नजाने? किन, कारण के छ? कारण यो हिजो भर्खर धुवाएको छ। धोको रेट कति हो? रेट महँगो छ हैन। आशिष सर मान्छे घरमा भएको मान्छेलाई बाटोमा लिएर यसरी पिछली बनाउनु त भएन नि राजा। हजुर हजुरको बाइक धुम लाग्यो यस्तो यार। मान्छेहरू हेर्नुहोस् त साथीहरू, यस्तो अझकल त साथी मेरो मात्र हो कि हजुरहरू पनि छ? कमेन्ट गर्नु होला है। म झर्छु बरु, हजुर एक्लै जानुहोस् बाटो। नाइ म बसालेर पनि लैजान्छु म झर्छु एक्लै। ल हिँड्नुहोस्, अगाडि हिँड्नुहोस्, अगाडि हिँड्नुहोस् त। ल कोही गराउनुहुन्छ कि हजुरले भिडियो पर्मा त खिच्नु? फस्यो हो गाडी चाहिँ पर्ने भयो। मेरो बाइक बिगार्नलाई उहाँले लिएर आउनु भएको रहेछ। ठिक छ, आफ्नो बाइक निकालौँ भनेको माने पो बिगार्ने अब त म जसरी भयो नि आफैले कता कुदा भन्छु होला। आफैले कुदाएको कुरै छैन। म त फेरि जुत्ता बिग्रिन्छ भनेर पो नचलाऊ, जतन गरेर चलाइरहेको छु। ढिलो लाग्छ जग्गा फर्किन्छ अरे यार त हुन्न। दोस्त भयो नि राइडरहरू सबै राइडर हो। सबले त मलाई डुबायो के अरे आज। बिस्तारै जाउँ राजा यार। राजा यो राजा यार हालको नरम यत्रो खाल्टो छ यार तेरो गयो
सर्पसँग डर कठै डर लाग्दो सर्पको मैले केही गर्दै म छेउको बसिरहेको थिएँ टेन्सनै छैन नि हवाई लगाउँछ र बताएर मात्र हुन्न कि राजा पनि हेर्नु कताबाट जाँदा बाइक कसको भन्ने पनि भर पर्छ तपाईँको हो चाहिँ अहिले तल जान्थ्यो होला टायरको गोटा हेरौँ कतासम्म थाहा हुन्छ क्या यहाँसम्म आउनलाई एउटा जुनी नै फेरि जस्तो भयो बाटोको कारणले गर्दाखेरि अनि यहाँ आएपछि फेरि आमाहरूले अर्ग्यानिक चिजहरू राखेको देख्दाखेरि सबै कुरो बिर्सियो पलतिरको हिलो खाल्दो खुसी लाग्यो यस्तो साथी मलाई मात्र पर्छ कि सबैलाई छ साथीहरू यस्तो साथी कसैलाई नपरोस् ल्याङ गरेको गरे के गर्दा नि सुख हुँदैन हो बाइक पनि फेरि अहिले त के भन्न थालेँ क्लच प्लेट गयो भनेपछि बनाइदिएँ रे अब त्यसो त बाइक नै मेरो नाममा गरिदिएँ भनेको छु मैले बाटोमा खाजा पनि मैले खाइरहेको छु आरू पनि अझ अहिले भर्खर दाइले भने सुनेन यो फलफुलभित्र परेको यो चाहिँ किरा होइन रे फोरो होइन रे यो चाहिँ उसो रे यो जुन भिटामिन हो रे यो बाहिर बखाल्छ खाने म त फेरि जहाँ गयो पनि यो खानेपिने अग्रेम बग्रेम लोकल अर्ग्यानिक भनेपछि आँखा चिन्लेर विश्वास गरिहाल्छु खाइहाल्छु हामीले खाँदैछौँ आएर कस्तो छ स्कुटी कसरी ल्याउँ एउटा सुनाइरहनु जस्तो मैले मामाहरूमा खाएको जस्तो छैन मिठो रहेछ औषधि नहालेको दामी साथीहरू अहिले मैले अप्ठ्यारो बाटोभरि सबै कटाइसकेपछि अहिले त मोटरसाइकलको साइडले आमै चलाउँछु भनेर अगाडि बसिरहेको थियो अघिभरि यस्तो अप्ठ्यारो बाटो कतै राम्रो ठाउँहरू थियो अनि त्यो खिच्दिनुहोस् न भनेको म खिच्न सक्दिनँ झ्याउ लाग्यो भने अनि एक ठाउँ त्यो सरपले भन्दै टस्यो आमा कसम मलाई जिन्दगीमा सरको केहीको पनि छैन त्यही मलाई मात्र आइरहेको छ जहिले पनि बाटोमा हिँड्दा भेटिन्छ अनि भन्नै ठुमेको मलाई आज त सरले फर्केर फेरि मुहीतिर आएर अनि म त चिच्याएँ मेरो सातो पनि गएको मेरो सातो कति दिनसम्म अब आना भने अब घरमा कोटवारा गरेर झाँक्री हाम्रो झाँक्री दाइलाई पुगेर सातो गर्नुपर्छ अनि त्यो सर्प त्यो घोसडी सर्पलाई गरुडले खाइहालोस् आज बेलुकै खाइहालोस् मलाई यस्तो दुःख दिएको छ अब मौसम त यस्तै छ पानी पर्ने सम्भावना पनि छ अहिले यो ठाउँमा अन्त धेरै परेको अनि त्यही भएर अब कहाँसम्म पुगिन्छ हामी फेरि यस्तो बाटो आइसक्यो चलाउने बाटो यस्तो आइसक्यो अहिले चाहिँ आगो ठुलो भन्नलाई त चलाउने भनिरहेको छ हेर्नुहोस् न मैले नै 100% चलाउने फेरि बाटो त्यस्तै छ नि त त्यही भएर उसको अब फेरि यो डाक्टर मार्टिनको जुत्ता छ के अरे फाइनली अब हामी ककनीतिर जाने बाटोमा त आइपुग्यौँ अब यताबाट राइट टर्न दायाँ मोडेपछि ककनीतिर आइपुगिन्छ भनौँ न अब यात्रा त्यति एकदमै रमाइलो त भएको छैन यस्ता मनमारिने मान्छेहरूलाई हिँड्न पनि चिन्तामा यात्रामा कहिले बोरिङै हुन्छ क्या त्यही पनि हामी एक्लै मनमा नै रमाइरहेको छौँ हो नुवाकोटै सम्धि के छ खबर अब हामी केही समयमा धेरै छ भर्खर के गरेका जोडीहरू आउनु हुन्छ अरे म त एकल काटे पुग्छ एक्लो छु खाला छु भने हिँड्यो
ककनी त आइपुग्यो आउन त, तर कुहिरो जता गए पनि आजभोलि बर्खाको समय छ नि त, कुहिरो लागेर वरपरको भ्यूहरू त हेर्न पाउँदैन। त्यही पनि एकछिन खुल्छ कि भन्ने आशा छ, हेरौँ। भाछु माथा खै कस्तो कस्तो खै कस्तो कस्तो कुहिरो भित्र हराको काग जस्तो रानी फुल बसायो तिम्रो माया नभएको कहाँ र अरूले फसायो। कुहिरो भित्रै हराएको काग जस्तै भइयो गाँठे, केही देख्दैन के खान आएको, यत्रो बाटो दुःख गरेर बोर भइरहेछ। कर्णाली तुरुक्का सेतीका बगन्या पानी, कर्णाली तुरुक्का सेतीका बगन्या पानी, कर्णाली तुरुक्का मन रुन्छ धुरुक्का गया दिनका कुरा सम्झी, मन रुन्छ धुरुक्का मन रुन्छ धुरुक्का गया दिनका कुरा सम्झी, मन रुन्छ धुरुक्का कतै दैन। यो भैँसीको पाडालाई पनि कस्तो नसा लाग्यो, के खायो कालो बादल तरमा सोरियो, त्यही छटपटी आज नि दोरियो, मुसलधारे पानी पर्याछ पानी पर्दा उसैलाई सम्झिने बानी पर्याछ, पानी पर्दा उसैलाई सम्झने बानी पर्याछ। मेरो आज ककनी अनि काठमाडौँबाट ककनी आएर अलिअलि घुम्यौँ। मौसम यस्तो भए पनि अब हतार छ, बाटो एकदमै खराब छ। त्यही भएर तपाईँहरू जतिजनाले हेरिदिनु भयो सबैजनालाई मनदेखि धन्यवाद। नहेर्नु भएको भने हेर्नुहोला। शक्तिचन्द्र ब्लगलाई सब्सक्राइब, कमेन्ट, लाइक अनि सेयर गरेर तपाईँ मेरो साथी बन्न नबिर्सिनुहोला भन्दै बिदा हुन्छु। नमस्ते, बाइ बाइ। हस्त, धन्यवाद।